अलिकति भए पनि कमाउँछु, विदेश गएर केही पैसा कमाएर परिवारको हात समाउँछु। बुढेसकालमा बुढा भएका ती बाउआमाको एउटा सहाराको लट्ठी बन्छु भन्ने तिम्रो सोच पराईको भूमिमा सधैँको लागि अस्तायो। अरू त केही भन्न नसकुला। प्रिय बिपिन जोशी, तिम्रो स्वर्गमा बास होस्। सारा नेपालीले तिमीलाई सम्झिरहनेछन्। यदि अर्को जुनी पाउँछौ भने अवश्य पनि तिमीलाई पर्खिरहेका फुलमाला लिएर पसिरहेकी बहिनी, हजारौँको भिडमा पनि तिमीलाई देख्ने ती आमा अनि छोरा बुढेसकालमा सहारा बन्ला भनेर आश मानेका ती बुढा बाको सहारा बन्नको लागि अवश्य आउनु। हामी तिम्रो स्वागतको लागि सधैँ तयार रहिरहनेछौँ। तिमी जहाँ जाँदैछौ आउनु त सबैले पर्छ, तर पनि यो उमेरमा, कलिलो उमेरमा पापी दैवको नजर लाग्यो। जाँदाखेरि राम्रोसँग जानु। हार्दिक श्रद्धाञ्जली, बिपिन जोशी।